पूर्णमा नमस्कार तपाईहरुलाई पीएसएम नेपालमा स्वागत गर्दछु। हजुरको नाम? मेरो नाम मनिष पौडेल। हजुर कहाँ बस्नुहुन्छ र कति कक्षामा पढ्नुहुन्छ? म पारिनी गाउँपालिकाको वडा नम्बर 6 धातीबाङमा बस्छु र मैले कक्षा 9 मा अध्ययन गर्दै आइरहेको छु। यो धातीबाङको बारेमा थोरै चर्चा र वर्णन गर्न सक्नुहुन्छ? पारिनी गाउँपालिकाको वडा नम्बर 6 मा धातीबाङ पर्दछ। यहाँका वडाध्यक्ष कृष्ण प्रसाद पौडेलजी हुनुहुन्छ। यहाँ थुप्रै किसिमका विकासका कार्यहरू भइरहेका छन्, जस्तै खोलापारीदेखि मेकेछानसम्म झोलुङ्गे पुल निर्माण हुँदैछ। र तपाईको स्कुलमा के आवश्यकता छ र के को लागि स्कुल भइरहेको छ भन्ने बताइदिन सक्नुहुन्छ? म पढ्ने विद्यालयको नाम श्री धातीबाङ माध्यमिक विद्यालय हो। यहाँ थुप्रै किसिमका आवश्यकताहरू चाहिएका छन्, जस्तै खेलकुदका सामग्रीहरू पनि चाहिएका छन् र शुक्रबार विभिन्न किसिमका खेल खेलाउन म आग्रह गर्न चाहन्छु र यहाँ शुद्ध खानेपानी फिल्टर गरेर ल्याउनका लागि पनि म आग्रह गर्न चाहन्छु। धन्यवाद मनिष पौडेलजी र सम्पूर्ण पीएसएम नेपाल हेरेर बस्नुभएको दर्शकहरुमा धन्यवाद।